कस्तो छ कस्तो वरबाट बाँचेर आएको सानोतिनो आर्मी ओ थ्याङ्क यू कस्तो भयो राम्रै आउनुभयो राम्रै अलिक छिटो भयो नेपाली हेलो एभ्रिवान दिस इज मी आशी वेलकम टु वितासी ब्लग आज चाहिँ हामी दुईजना मात्रै छौँ छुट्टीमा र हामी चाहिँ बिच जाँदैछौँ बल्ल बल्ल निक्लेको दुईजना सामान बोकेर हामी सबैले चाहिँ तयारी गरिराख्नु भएको छ चियर लु भन्नु बल्ल बल्ल निस्किएको बल्ल बल्ल निक्लेको हामी 2 महिना है आफ्टर 2 months war सकेर कस्तो मजा आइरहेछ है आज कति दिन पछाडि यसरी खास इजरायल चाहिँ यस्तो हो नि त यहाँनिर सबैजना इन्जोय गर्ने होइन तर वारले गर्दाखेरि सबैजना हामी भित्रको भित्रै थियौँ पानी चेक गर्नुभएको म पस्नु कि नपस्नु चिसो रहेछ मैले के भनेको थिएँ तपाईँलाई चिसो रहेछ हमने बोला था हाम्रो चाहिँ के छ खानेकुराहरू के लिएर आएको छौँ नि त्यतिकै टाइम पास बस्नु बात मार्नु आएको हामी दुईजना है म वाइफाई बनाइदिन्छु आउनु कोही बेला यस्तो सुटिङ मजा आउँछ नि हामी चाहिँ अहिले रेस्टुरेन्ट आएको छौँ खानु अहिले त जाडो नै रहेछ बिचाउनु चिसै रहेछ है मजा आइरहेछ अहिले चाहिँ म त खाँदिनँ मसँग कस्तो नमिठो हुन्छ खाएँ त मैले टेस्ट गरेको तपाईँ ट्राई गर्ने हाम्रो सरले चाहिँ अर्डर गर्नुभएको छ बर्गर मेरो पनि बर्गर मेरो चाहिँ ब्ल्याक कफी पनि छ आज चाहिँ हामी अब छुट्टी सकियो हामी अब घर जानु आँटेको हच्ची भएर चाहिँ हिजो हामी पुरा उयो भइरहेको थियो है बिचमा थाकिरहेको थियो त्यही कारण त्यसको बादमा हामीले भिडियो बनाएनौँ त आज ओके गाइस सेम ब्लग अनदर डे म चाहिँ एकछिन बाहिर निस्केको छु मेरो इम्प्लोयरदेखि होइन म चाहिँ यहाँनिर बहिनीलाई छुट्टीमा भेट्नै पाइनँ अन्त हामी हप्तामा एकपल्ट चाहिँ बहिनीलाई भेट्छु नि त योपालि बहिनी छुट्टी निस्केन अन्त त्यही कारण त्यसलाई भेट्छु भनेर दिएर कौशिला दिदीलाई पनि भेट्छु भनेर एकछिन म चाहिँ यहाँ सिटी सेन्टर आइरहेको छु देख्नुहुँदैछ र अब आउँदैछ बहिनीहरू बहिनी र कौशिला दिदी आजको वेदर दामी भइरहेछ पानी पर्ला जस्तो भइरहेछ हावा पुरा चल्दैछ मेरो कपालै उडाए र यस्तो भइरहेछ हेर्नुहोस् होला यो चाहिँ इजरायलको फ्ल्याग म चाहिँ यहीँ काम गर्छु बाइगार्डनकै छेउमा र यो चाहिँ अब सिटी सेन्टर यहाँ ग्रिन लाइट बोलिरहेको रहेछ मैले त यहाँबाट कति राम्रो देख्छ हेर्नु न कस्तो राम्रो सिटी सेन्टर कौशिला दिदी पनि आइपुग्नु हुन्छ हेलो आम्मा कति पछाडि है ठिकै छ कस्तो हुनुहुन्छ ठिकै छ एकदम के छ यहाँ चाहिँ कसरी मजिलो ऊ पनि आइपुगे सबैले पोका हुन्छ कौशिला दिदीले पनि हाबिबी हेऱ्यो ब्याग
टाइम टाइममा भेट्नु मजा आउँछ त है बुनु। अब जाने समय पनि भयो हो। यी कौशिया दिदीले वाइ बनाउनु भएको छ, टुकु पनि छ। प्रियङ्का खुसी भएर चाहिँ सपिङ गरेर भक्कु ब्याग किनेको छ अहिले। कौशिया दिदीले पनि किन्नुभयो। र आजको भिडियो यति नै थियो है। अब हामी पनि ड्युटी जाने टाइम आइसकेको छ। बाई बाई भनिदिनुहोस्। र बुनुले पनि बाई बाई। बाई बाई। अब नेक्स्ट टाइम ल। यो के हो बहिनी बोल अरे। बाई।